गुड मर्निङ साथीहरू खबरबाट अहिले 7:10 भयो र हामी चाहिँ खैरतालको डिआईमा हिँड्दैछौँ। खैरताल चाहिँ यहाँबाट 5-6 घन्टाको दुरीमा छ। जाने बाटो चाहिँ यही हो, यतै खोजमा यहीँतिर लगभग 1000 मिटर गेन गर्नुपर्छ। पुरा भिडियो हेर्नुलाई चाहिँ पुरा भिडियोमा बनिराख्नुहोस् है। अब खैर जाँदै हो म चाहिँ अहिले आएको चाहिँ हामी डाँडाबाट यो खब्रो डाँडा यतै कहाँनिर हुनुपर्छ नि यहाँबाट आएको यो कचा बाटो हुँदै आयो। तपाईँले मलाई घडीमा देखाइसक्यो अहिले 42-26-25 मिनटमा भने अब यहाँबाट हाम्रो चाहिँ खैर जाने बाटो चाहिँ आदि भयो। भ्यू चाहिँ यस्तो खतरा छ किनभने अब ठाडै उकालो छ, कोही ठाउँमा तेर्सो छ। यो धौलागिरी हो अनि यहाँसम्म आउन चाहिँ ठ्याक्कै 2 घन्टा 25 मिनट लाग्यो। अब यहाँबाट अर्को कति लाग्छ विचार गर्नुहोस्। अब उकालो हो 46 सयमा पुग्नुपर्छ। यो चाहिँ अब प्रत्येक ठाउँमा चाहिँ यस्तो रेस गर्ने ठाउँहरू बनाएको हुन्छ। यो चौतारामा चाहिँ एउटा अजिब एउटा चिज देखेँ। अजिब भन्नाले अब ढुङ्गा उचाल्ने देउराली भन्दछ यसलाई। ढुङ्गा उचाल्ने देउराली चाहिँ ढुङ्गा उचालेर बल देखाउने छेलो फाल्ने खेल रे है। यो क्षेत्रको युवाहरूले परम्परागतदेखि खेल्दै आएका हरेक वर्ष खैरको चाहिँ पूजा गर्ने समयमा सो खेल खेलिन्छ अरे है। अनि उचालेर राखेको चाहिँ यही हुनुपर्छ। खब्रोबाट हिँडेको 2 घन्टा 54 मिनटमा चाहिँ यहाँ आइपुगेँ। यो त धौलागिरी र टुकी नै हो। यो चाहिँ हाइक्याम्पै भनौँ न यसलाई, खैर जाने। यहाँबाट नि खैरले चाहिँ लगभग 2 घन्टा ठाडै उकालो भन्ने सुन्यो। यस्तो छ। यो चाहिँ 42 मिटरै मानौँ न है। 42 चान्चुन्दै आउँछ। सानो यस्तो ओपन एरिया छ मजाको सम्म परेको ठाउँ। 3 घन्टै लाग्यो भनेर अब हामीलाई अब यहाँसम्म आउनलाई। अब यहीँ अब हामी लन्च खान्छौँ र लन्चपछि बिस्तारै लाग्छौँ खैरतालतिर। अनि फर्किन पनि एकदम छिट्टो हिँड्ने मान्छेले पनि 3 घन्टा लाग्छ माथि खैरतालबाट खोब्रोसम्म। सबै ओह्रालै भयो भने यो चाहिँ धौलागिरी निलगिरी हो है, कन्फ्युज नहुनु। खैर खोला टिसा भन्दो रहेछ। खैर लेक चाहिँ 1.5 घन्टा भन्दो रहेछ यहाँबाट 46 मिटर। त्यसो भए त हामीले त गलत इन्फर्मेसन ठिकै हो 1.5 घन्टा। अब 1 घन्टा अलि एक्स्ट्रा लाग्दिउँ न। संरचना यस्तो छ, खाना पाउने रहेछ। अब किन हामी खैर खोला क्याम्प होइन बाट हिँड्यो धेरै भएको छैन, 15 मिनट जति भयो होला। अब तेर्सो सिध्यो अनि यहाँबाट चाहिँ एकदम फुटकिलो चढेर जानुपर्छ माथि। अनि यस्तो यहाँको रकको अलि भनौँ न रकहरू हेर्दाखेरि चाहिँ गोसाइँकुण्ड जाने बाटो जस्तो नै अलिक फिल आउँदो रहेछ। हेर्नुहुन्छ भने आएको ठाउँ चाहिँ यो है, खोप्रो चाहिँ यही डाँडामा छ। यहीबाट त्यही खैर खोलाबाट लन्च खाएकोबाट हिँडेको 20 मिनट भयो। उकालो त पुरा ठाको टुपी खस्ने उकालो थियो। त्यही माथि फेरि यस्तो खुड्किलो तर त्यो किन खैर खोलाबाट हिँडेकै 37 मिनटमा पनि अझै यो यस्तो खुड्किलोहरू चढ्दैछ हामी। खुड्किलो चाहिँ एकदम स्टिफ छ। यो अन्नपूर्ण साथ कति नजिक होइन, यहीँको बोटोमा जाने। त्यही भाइ उकालो त यस्तै हो। अन्नपूर्ण साउथको यति नजिक आउँछ तपाईँ है। मानिलियो कि अन्नपूर्ण साउथ त तपाईँले हातले यसो छुन मिल्छ जस्तो कि। अझै छ हिँडेको त भइसक्यो 43-44 मिनट भएछ तल अघि लन्च खाएको खैर। हामी चाहिँ अब धेर छैन खैरताल पुग्नलाई। एउटा तपाईँहरूलाई के देखाउनुलाई भने यस्तो यहाँ हुन्छ नि आराम गर्ने ठाउँतिर के चटाएको हुन्छ, कसैको नाम ल्याएको हुन्छ, कसैको नाममा के ल्याएको हुन्छ। तर के ल्याएको छ चाहिँ धोती खोला अरे के भने होला यो है, थाहा छैन। अब बाटो यही हो यहाँबाट खैरताल चाहिँ। अब यहाँ यो सानो यो डिलबाट यता लेफ्ट जाने हो। त्यहाँ चाहिँ के वरुण देउता अरे यहाँ पनि ल्याएको छ कि
ऊ यहाँ नै ल्याएको छ कि अब यहाँबाट ठाडै अन्तिम अलमोस्ट यो अन्तिमै उकालो हुनुपर्छ किनभने अहिले चाहिँ 45-47 मिटर त उचाइमा आइसक्यो भनेपछि ताल चाहिँ हो 4600 मिटरमा अब भनेपछि यसको चाहिँ यही माथि बिसाउनु छ एउटा यहाँबाट चाहिँ अलिकति तिर्छ यहाँबाट चाहिँ फेरि पापी र धर्मी छुटाउने भन्ने ठाउँमा उकालो रे भनेपछि मान्यो कि यहाँ चाहिँ यो उकालोमा चाहिँ पापी चाहिँ चढ्न नसक्ने भने होला है के होला अब हामी त आइरहेछ तर हामीलाई लाग्छ हाम्रो मन त अब यस्तो पाप त छैन एकदम चक्कै मन छ भन्ने त्यही भएर खासै समस्या केही आएको छैन अब खोप्रोबाट हिँडेको कति 5 घन्टा 6 मिनट भएछ अनि लन्च ब्रेकमा अलिकति आधा घन्टा हल्च्यो भनेपछि अब ठिकै रहेछ 5 घन्टा लाग्ने 5 घन्टा भनेको नर्मल्ली यो त चाहिँ के ढोकाधारी सिद्धको थान भनेर छ साँच्ची साथीहरू अघिको त्यो पापी धर्मीको उकालो चाहिँ डेन्जरै रहेछ है यो त्यति भनौँ हामी 5 घन्टा 5.5 घन्टा लाग्यो यहाँ आउँदा तर यही हो पापी धर्मीको उकालो भनेको खोप्रो त्यही ब्याकग्राउन्डमा तल छ आएको त भइसक्यो यहाँ खोप्रोबाट हिँडेको लगभग अलमोस्ट भइसक्यो 5 घन्टा 20-25 मिनट भइसक्यो भनेपछि यहाँ आउँदा चाहिँ मलाई के लाग्यो यो सराउन्डिङ चाहिँ के लाग्यो भने घन्टै जुन आएको अनि यो मन्दिर अनि कोही मन्दिर त बन्द रहेछ अनि यो चाहिँ हुनाले चाहिँ जहाँसम्म लाग्छ यही ठुलो ढुङ्गाकै चट्टानकै लेफ्टपट्टि चाहिँ बारै के अरे खैर ताल होला भन्ने आशमा छ तर एनिवे अहिलेसम्म यात्रा हाम्रो एकदम राम्रो छ राम्रो लागिरहेको छ हेर्दै गर्नुहोस् अब खैर चाहिँ यहाँबाट धेरै टाढो छैन जस ल है साथीहरू 12:30 भयो भने 7 बजी म खोप्रोबाट हिँडेको तपाईँलाई थाहा छ जानकारी छ बिचमा हामी स्टप लिएको भनेको खैर खोलामा लन्च एकदम क्विक लन्च गर्नलाई 25 मिनट लाग्यो भनेपछि हाम्रो हिँडाइ चाहिँ एभरेज रह्यो आज यही हो ताल बाराही खैर लेक खैर ताल जुन कि अब धार्मिक अब दृष्टिकोणले पनि एकदम पवित्र ठाउँ धेरै मान्छे आउँछ यहाँ एकदम यहाँ वरदान माग्नलाई वर माग्नलाई कोही त भाकल पनि गर्छ होला त्यसको पुरा गर्नलाई हेर्नु ताल त खासै ठुलो छैन यस्तो छ एक्ज्याक्टली 4600 मिटर है 4600 भन्दा नि बढी देखाउँछ मेरोमा 4633 देखाउँछ तर मानिलिउँ कि यो 4600 है र त्यो चाहिँ हामीलाई पनि धेरै खुसी लाग्यो मनमा एउटा हुन्छ नि यहाँ आउँदाको एउटा उत्साह मन पनि एउटा पवित्र भएर आएको जस्तो फिल भइरहेछ सो गाइज 5 घन्टाको 5.5 घन्टाको निरन्तर 5 घन्टा भनौँ 5.5 घन्टाको निरन्तर हिँडाएपछि आइपुग्यो हामी यहाँ खैर तालमा है खैर ताल यही हो होइन यही हो हामी खोप्रोबाट 7 बजी हिँडेको र यहाँ 12:30 मा आइपुग्यो र हामी 20-25 मिनट चाहिँ हामी लन्चको लागि रोकेको थियौँ र अलिअलि अरू उसमा नि अलिअलि ब्रेक त गर्दै आएको तर हामी चाहिँ हाम्रो हिँडाइ एभरेज रहेछ भनौँ न मैले बिहानै भनेको तपाईँलाई 5 घन्टा लाग्छ यहाँबाट अनि यहाँ खैर पुग्नलाई भनेको थियो अब फर्किने चाहिँ अब 3 घन्टा लाग्छ हामीलाई अब फर्किने त भिडियो म बनाउन्न किनभने अब फर्किने भिडियो त फर्किने ठाउँ एउटै हो र भिडियो पनि लामो हुन्छ यो खैर ताल र यो मन्दिर चाहिँ एकदमै पवित्र मन्दिर हो जुन कि अब म्याग्दी जिल्लामा भएको यो 12 शिखर र अन्नपूर्ण साउथको आडैमा भएको ताल हो यो एकदम यहाँ चाहिँ जनै पूर्णिमाको दिनमा चाहिँ ठुलो मेला राख्छ चाहिँ देखाएको छैन मैले होइन हुन त अब त्यो बेला अब बर्खा हुन्छ हामी खासै आउन्न ल त साथी हो अब मेरो त आजको अब दिनको हाइकिङ 5 घन्टा हाइकिङ त सिधै यहाँसम्मको उकालो त तर ओह्रालो ढ्याङ्गै बाँकी छ अर्को 3 घन्टादेखि 3.5 घन्टा
हेलो साथीहरू, तपाईँहरूले चाहिँ यो खैर भनौँ न खैर ताल यो के मन्दिरले चाहिँ देवताले भगवान्ले चाहिँ तपाईँहरूको चाहिँ मनोकामना सम्पूर्णको पुरा गरिदिउन् र मेरो पनि अभियसली पुरा गरिदिन्छ होला भन्ने विश्वासका साथ यो एकदमै रमणीय ठाउँबाट म बिदा माग्छु। धन्यवाद। थ्याङ्क यू भेरी मच।